हाम्रो पुरानो विद्यार्थी पथरीको मजाले प्लम्बिङको काम गर्दैछ ध्याप्प हैन खतरा भइसक्यो मान्छे चाहिँ जे भए पनि लिम्बूको बच्चा हो खतरनाकै हुन्छ है क्या हो चटक्क लाएर यो टोयलेट भयो यी टोयलेटको एउटा धारा मात्रै हो सरक्कन गएर तपाईको यो चाहिँ बाहिरबाट इनलेट भयो सरक्कन आयो आएर यो तपाईको यो भाग चाहिँ तपाईको हातखुट्टा धुने धारा यो सावरको अन अफ कन्सिल र सावर एउटा भइहाल्यो अनि यहाँबाट सरक्कन पहिला बेसनको बस्ने भाग थिएन कुरो थिएन अनि अहिले बेसनको बस्ने कुरो भएको कारणले यो अहिले फेरि एक्स्ट्रा हाल्नु पर्यो यो कारणले यस्तो तरिकाले गयो सरक्कन बाहिर बेसनको लागि बस्दैछ पानीको इनलेट भइहाल्यो अब यहाँ अर्को 1.5 इन्चीको आउटलेटको लागि बेसनको हाल्न लागि अब आउटलेट चाहिँ यस्तो निक्लेर यताबाट आएर यस्तो गएर बाहिर निस्किन्छ